नमस्कार। आदरणीय गुरु मुक्ति पोखरेलज्यूद्वारा सिर्जना गरिएको कविता लिएर हजुरहरूमाझ उपस्थित भएकी छु। कविताको शीर्षक छ राम्रा कुरा। यो भाग तेस्रो रहेको छ। मन्दक्रान्त छन्दमा सिर्जना गरिएको कविता सुरु गर्छु। खानकी राम्रो अपचन हुने रोग राम्रो हटेको बढ्दा राम्रो सुयस नरको कर्म राम्रो खटेको विद्या राम्रो परहित हुने शास्त्र राम्रो बुझेको आत्मा राम्रो पितृ हृदयको युक्ति राम्रो सुझेको थोप्लो राम्रो तपक बुँदको स्वर्ण राम्रो जुहार डाँफे राम्रो विपुल वनको वृत्त राम्रो मुहार सङ्लो राम्रो जल अरुणको तीर्थ राम्रो घुमेको बाटो राम्रो सुगम पथको ओष्ट राम्रो चुमेको दाता राम्रो सरल दिलको स्वच्छ राम्रो विचार पूजा राम्रो हरि र शिवको वर्ण राम्रो रिकार विद्वान राम्रो निपुण गुणको वेद राम्रो पढेको ज्ञाता राम्रो विषयगतको रत्न राम्रो जडेको नाता राम्रो फरक थरको मन्त्र राम्रो जपेको योगी राम्रो विषय विजयी कृष्ण राम्रो भजेको शाखा राम्रो श्रुति उपनिषद व्रत राम्रो लिएको प्रेमी राम्रो विहित दिलको साथ राम्रो दिएको गाई राम्रो अधिक गुनिलो दुग्ध राम्रो दुहेको बेला राम्रो शुभ सकुनको वृक्ष राम्रो नुहेको पंक्षी राम्रो गुण सहितको शङ्ख राम्रो फुकेको आत्मा राम्रो स्फटिक मणि झैं भेल राम्रो सुकेको वर्षा राम्रो गरम ऋतुको वक्ष राम्रो उठेको तातो राम्रो शिशिर ऋतुको भोज राम्रो जुटेको श्रोता राम्रो सुझर बुझको नम्र राम्रो स्वभाव बाणी राम्रो मधुमय मिठो दुःख राम्रो अभाव बाणी राम्रो मधुमय मिठो दुःख राम्रो अभाव दुःख राम्रो अभाव। धन्यवाद।